त्यो हाम्रो महान पार्टी नेपाली कांग्रेस पार्टीको सभापति जस्तो जिम्मेवारी आज तपाईहरुले सुम्पनु भएको छ। यो सानो जिम्मेवारी होइन, यो सानो अभिभार होइन। म इमानदारीपूर्वक तपाईहरुको बीचमा शपथ खाएर भन्छु, जुन विश्वासको साथ यो जिम्मेवारी सुम्पनु भएको छ, तपाईहरु कसैको पनि शिर निहुराउने अवस्था आउन दिने छैन। नेपाली कांग्रेस पार्टीको शान राख्छु। यो पार्टीमा लाग्ने तमाम पार्टीका साथीहरूले नेपाली कांग्रेस भएको कुरामा गौरव हुने अवस्था बनाउँछु र हाम्रो देशमा कांग्रेस जस्तो पार्टी छ भन्ने अवस्थामा नेपाली कांग्रेस पार्टीलाई तपाईको सहयोगबाट पुर्याउने हो र नागरिकहरूलाई यस्तो अप्ठ्यारो बेलामा पनि कांग्रेस छ भन्ने कुराको जसरी हिजो कांग्रेसले भरोसा दिलाउँदै आयो, चाहे त्यो राणाशाहीको बेलामा होस्, चाहे त्यो पञ्चायतको बेलामा होस्, चाहे त्यो हिजो कुनै बेलाको नेपाल चाहिँ एउटा युद्धको चपेटामा परेको बेलामा होस्, त्यही भरोसा जगाउने काम फेरि एकपटक नेपाली कांग्रेसले गर्नेछ। तपाईलाई विश्वास दिलाउन चाहन्छु।